यो अहङ्कारा मुद्रा। यो एउटा शक्तिशाली योग मुद्रा हो जसले म भन्ने भावना, आत्मविश्वास, आत्मचेतना र मानसिक सन्तुलनलाई जागृत गर्ने विश्वास गरिन्छ। यस मुद्राले मनलाई शान्त बनाउने, आत्मनियन्त्रण बढाउने तथा ध्यानमा केन्द्रित हुन सहयोग गर्ने मानिन्छ। गर्ने तरिका: सुखासन वा पद्मासनमा बस्नुहोस्, ढाड सिधा राख्नुहोस्, दुवै हात कौलोलाई विशेष मुद्रा अनुसार मिलाउनुहोस्, आँखा बन्द गरेर लामो श्वास लिनुहोस्, 10 देखि 15 मिनेट ध्यानपूर्वक बस्नुहोस्। यो मुद्राको फाइदाहरू: आत्मविश्वास बढाउन मद्दत, मन शान्त बनाउने, नकारात्मक सोच कम गर्न सहयोग, ध्यान र एकाग्रता बढाउने, आन्तरिक शक्ति जागृत गर्ने, तनाव र डर कम गर्न सहयोग। यो कहिले गर्ने? ध्यान गर्दा, योग अभ्यासपछि, तनाव भएको समयमा, सुत्नु अघि 5-10 मिनेट। यसका सावधानीहरू: धेरै दबाव दिएर औँला नथिच्नुहोस्, शान्त वातावरणमा गर्नु राम्रो हुन्छ, नियमित अभ्यासले राम्रो परिणाम दिन्छ। यस्तै यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्सक्राइब, फलो गर्न नभुल्नुहोला।